मनोहरा खोला किनारामा रहेको सुकुम्बासी बस्तीमा सार्वजनिक जग्गा मिचेर बनाइएको 3 तले पक्की घरमा प्रशासनले डोजर चलाएको छ। स्थानीयको चर्को विरोध र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच सरकारी टोलीले मापदण्ड विपरीतका संरचनाहरू पत्काउन सुरु गरेको हो। वर्षौंदेखि बस्दै आएका बासिन्दाहरूले आफ्नो थाँथलो खोसिएको भन्दै रुवाबासी र प्रदर्शन गरे पनि नदी किनारका अनधिकृत संरचना हटाएर करिडोर निर्माण गर्ने सरकारको योजना अनुसार यो कदम चालिएको बताइएको छ। यस कार्यले मनोहरा क्षेत्रमा यति बेला तनावपूर्ण वातावरण सिर्जना हुनुका साथै सार्वजनिक जग्गा संरक्षणको विषयमा नयाँ बहस समेत सुरु गरेको छ।